हे एभ्रिवान अनि नयाँ वर्ष अनि त्यसपछि हाम्रो नयाँ सुरुवात। सो यसरी नै हाम्रो दिनहरू चलिरहेको छ हैन। अनि त्यस पछाडि तपाईहरु पनि सायद राम्रै होला। मेरो एकदम राम्रो छ हैन। म एकदम पोजिटिभ सोच्ने मान्छे हो। अनि हाम्रो लियो पनि एकदम पोजिटिभ छ। लियो यहाँ देख्न सक्नुहुन्छ लियो हैन। यो चाहिँ हस्की हो। अनि त्यस पछाडि तर यसको आँखा चाहिँ त्यस्तो छैन क्या, अब हुन्छ नि ब्लू छैन। अनि म अब मेरो काम छ हैन, मेरो काममा जान्छु म। अनि हल्का अब खाजा खान्छु। हिजो जीवनको बर्थडे थियो, अब हल्का हुन्छ नि चिसो खाइयो। अनि त्यही भएर मेरो घाँटी हल्का बसिरहेछ। सो द्याट्स अल राइट होइन गर्नु भन्ने काम हामीले गर्नुपर्छ। त्यसको लागि अब नो एक्सक्युज। त्यसरी नै अब म खाजा खान्छु। अनि त्यस पछाडि तपाईँहरूलाई अपडेट देखाउने नै रहेको छु। के बोले भाइ? अब के बोले अपडेट देखाउने नै छु। अनि त्यस पछाडि हेरिदिनु होला। सो एकदम मेरो लागि चाहिँ अब मेरो हुन्छ नि जसले मेरो भिडियो हेर्नुहुन्छ मेन भनेको चाहिँ इन्जोय गरेर हेरिदिनु होला होइन। म पनि बिस्तारै त्यस्तै कन्टेन्टहरू अब आफूले सक्ने हालिदिइरहेको छु। सो त्यसको लागि सो यहाँ देख्न सक्नुहुन्छ मैले चाहिँ ब्रेड टोस्ट गरिदिइसकेँ होइन। अब खाजा खानको लागि अनि हामीसित पिनट बटर छ, लिटल बिट अफ योगर्ट होइन, त्यो पनि खानेछु म। अनि त्यस पछाडि खाएर अनि हल्का फुल्का रेडी भएर त्यस पछाडि म जानेछु मेरो कामतिर। सो त्यही हो गाइस, आज मेरो जस्तो काम छ होइन। मैले असाइनमेन्ट हिजो गर्नुपर्ने गरिसकेको छु। अनि अर्को मेन कुरा भनेको चाहिँ होइन, अस्ति मैले त्यो मोमो एउटा बनाएको थिएँ होइन। मोमो एउटा होइन, मैले धेरै नै बनाएको थिएँ। अनि त्यस पछाडि हाम्रो हुन्छ नि घरमा, अनि मैले त्यसको लागि चाहिँ भिडियो मैले स्टार्ट गरेको थिइनँ क्या। सो त्यो भिडियो चाहिँ म त्यसमा अपलोड गर्नेछु होइन। अनि मोमो बनाएको छौँ हामीले त्यसमा चाहिँ होइन। अनि मैले अब मोमो बनाएको आफूले अब जस्तो आउँछ मलाई त्यस्तो बनाएको छु। सो त्यो भिडियो पनि हेरिदिनु होला, यही भिडियोमा हाल्नेछु। हे गाइज, आज चाहिँ हामी घरमा मोमो बनाउँदैछौँ होइन। अनि यो चाहिँ हाम्रो मोमो आजको डे हो। त्यस पछाडि यहाँ दाइले बनाउँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ मोमो होइन। दिदीको चाहिँ के भयो अरे, हात काटेको छ अरे दिदीको, त्यही भएर दिदी घाइते हुनुहुन्छ। दिदीले चाहिँ बनाउनु हुँदैन। म आज तपाईँलाई मैले कस्तो मोमो बनाउने छु होइन। यो दाइले गोलो मोमो बनाउनु भएको देख्नु सक्नुहुन्छ। अनि म तपाईँलाई त्यो देखाउने छु आज। यहाँबाट म रेकर्ड गर्नेछु। यहाँ देख्न सक्नुहुन्छ होइन, मोमो चाहिँ यसरी बनाउँछ खासमा। मलाई नि आउँदैन थियो पहिला। अनि एउटा माइक नकिन्नु भएन क्या मैले। मलाई माइकको नलेज चाहिँ थाहा छैन होइन। तर मैले अब माइक किन्छु भनेर सोचिरहेको छु भ्लगको लागि, किनकि मेरो साउन्ड क्वालिटी इम्प्रुभ हुन्छ नि त। कसैलाई यसको बारेमा केही थाहा छ भने अब मलाई जो इन्फर्म गरिदिनु होला होइन। अनि मलाई पनि आइडिया हुन्छ नि त। अनि यहाँ देख्न सक्नुहुन्छ मोमो चाहिँ यसरी बनाउने हो। अनि मलाई पनि आउँदैन थियो पहिला। मेरो चाहिँ पहिला हुन्छ नि, म पहिला बस्ने दाइ दिदीहरूकोमा सिकाउनु भएको मोमो बनाउनु दाइले दिदीले। अनि त्यही भएर बिस्तारै बनाउँदै गएपछि इम्प्रुभ भएको हो। अनि मैले बनाएको मोमो चाहिँ यस्तो हुन्छ। कमेन्ट गर्नु होला होइन, कसलाई मोमो बनाउन आउँछ आउँदैन। यो चाहिँ मैले बनाएको मोमो हो। यहाँ देख्न सक्नुहुन्छ। जोस त्यस्तो पर्फेक्ट त हुँदैन, तर हुन्छ नि नट ब्याड भनौँ न। त्यस्तो खानै नलागेको चाहिँ हुँदैन। गाइज, हाम्रो चाहिँ यहाँ मोमो पाकिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यो तातो छ भाँडा चाहिँ होइन। अनि बाफ आइरहेको पुरै। यो चाहिँ होममेड मोमो हाम्रो पुरै। हामी चाहिँ दाइले चाहिँ जो हेल्दी प्रिफर गर्नुहुन्छ होइन दाइ, किनकि जिम जानुहुन्छ। अनि यहाँ कस्तो दामी देखिरहेको क्या मोमोहरू। यहाँ देख्नुहुन्छ अघि हामी चाहिँ बनाएको हो। यो चाहिँ बाहिर पसलहरूमा पाउने भन्दा जे होस् राम्रो डिजाइन छ जस्तो लाग्छ मलाई। दाइ खोइ त अचार देखाउनु नि त। यो रहेछ अचार चाहिँ, त्यो पनि हेल्दी हो होइन। जे होस् बाहिर खानुभन्दा अब घरमा खानु चाहिँ राम्रो पनि हो।
त्यही माथि अनि पैसा पनि हुन्छ नि त्यस्तो साह्रो एक्सपेन्सिभ पर्दैन यिनीहरू यहाँ पर्खिरहेको छन् खानेकुराको लागि अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो नगेटलाई नगेट मोमो खानु रेडी हो त हात मिला नि त नगेट हात दे प नगेट प इस यहाँ देख्न सक्नुहुन्छ होइन एकदम ट्रेनिङ भएको यसको कुकुर हाम्रो चाहिँ होइन यहाँ अर्को नगेट प स्ट्यान्ड अर्को हात नगेट प अर्को फेरि अर्को हो यहाँ देख्न सक्नुहुन्छ एकदम ट्रेनिङ लियोले पनि दिन्छ लियो प अहिले त टोक्छ त यार अहिले त टोक्छ त यार ए पक्कमा ओए मलाई डर लाग्यो यार गाई त्यहाँ देख्न सक्नुहुन्छ होइन त्यहाँ मलाई चाहिँ यसले भुगिसकेको छ होइन म चाहिँ अब म यसको छेउ पर्दिनँ यहाँ देख्न सक्नुहुन्छ गाई चाहिँ होइन मोमो र होइन तर पनि अब मोमो विथ कोक भनेको चाहिँ बेस्ट कम्बिनेसन हो नि त अनि मोमोसित कोक खानेको मजै छुट्टै छ त्यो तपाईँहरूलाई नै थाहा होला म अब टेस्ट गर्नेछु बस्नु नि त यहाँ हाम्रो मोमोहरू अनि त्यस पछाडि कोक केही भएन अनि म तपाईँहरूलाई रियाक्सन मेरो क्याप्चर गर्नेछु होइन अब म यसको मोमोको रियाक्सन चाहिँ क्याप्चर गर्नेछु कस्तो हुँदो रहेछ भुकेको चाहिँ यसलाई के खानु मन लाग्यो है के हो मलाई थाहा होइन उनीहरू पनि यहाँ रेडी उनीहरूको होइन त्यो अनि दैलो मैले खाएँ दिदी खाएँ है त गाइज यस्तो नाइस होइन धेरै मिठो छ दाइलाई धन्यवाद मोमोको लागि पर्फेक्ट दिदीको चाहिँ चम्चा देख्न सक्नुहुन्छ दिदीको दिदी कस्तो लाग्यो मोमो रियाक्सन तपाईँको 10मा कति रेटिङ दिनुहुन्छ तपाईँ दाइलाई 10मा 10 हो आज दाइले तपाईँले चाहिँ आफूलाई कति रेटिङ दिनुहुन्छ त ए मिठो छ दाइ ल हामी चाहिँ पछि एउटा ठेला गाडा खोल्नेछौँ होइन अनि एउटा टक्क फुड ट्रक खोल्ने दाइ चाहिँ अनि मोमो बनाउनुहुन्छ दिदी के गर्ने दिदी ल दिदी काउन्टरमा बस्नुहुन्छ अरे होइन अनि त्यस पछाडि म यता दाइलाई हेल्प हानिहाल्छु म मोमोको लागि तुषारलाई चाहिँ के गराउने भाडा आउनाउने हो तुषारलाई जहाँसम्म लाग्छ तुषारलाई के भाडा आउनु पर्छ हामीले कि त हामीले तुषारलाई हुन्छ नि साइडमा मलाई हेल्प गर्न राख्छु अनि एउटा हामीलाई ल किचन ह्यान्ड चाहिएको छ अहिलेदेखि नै सिबी हुन्छ नि मेरो मेलमा पठाइराख्नुहोस् म तपाईँलाई मेल पनि अनि हाल्नेछु होइन त्यही हो गाइज सो गाइज यो बाहिर देख्न सक्नुहुन्छ अनि म चाहिँ कामको लागि निस्किसकेँ होइन हे गाइज अहिले यहाँको चाहिँ 1 बजिसकेको छ होइन अनि म कामबाट फर्किसकेँ अनि त्यस पछाडि यो भिडियो चाहिँ होइन के को लागि भन्दाखेरि अब त्यो मान्छेहरू भन्छ नि विदेशमा रमाइलो छ भनेर होइन रमाइलो मात्र चाहिँ छैन होइन अरू कुरा पनि धेरै छ जुन कुरा चाहिँ अब हाम्रो नेपालमा बसेको हुन्छ नि त्यो साथीहरूले अनि त्यस पछाडि कतिले अब त्यो बुझ्दैन क्या अब हेर्नै अब यहाँ 1 बजिसकेको छ अरू बेलामा आउँदाखेरि 2:30 बजेको हुन्थ्यो होइन अनि कहिलेकाहीँ अब 3 बज्थ्यो त्यस्तो पनि हुन्छ क्या अनि त्यो कति कुराहरू आफूले सेक्रिफाइस पनि गर्नुपर्छ अनि भिडियो अब मेन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो एउटा हुँदो रहेछ क्या भिडियो देखेपछि अनि त्यसको लाइफ चाहिँ अब कतिसम्म इन्जोएबल रहेछ किनकि एउटा सर्ट पार्ट देखेको हुन्छ नि त अनि त्यही कुरालाई चाहिँ जज गर्छन् क्या मान्छेहरूले जुन चाहिँ त्यो रियालिटीसँग चाहिँ होइन 10% पनि म्याच खाँदैन क्या त्यो कुरा अनि त्यही भएर त्यो भिडियो हेरेर मात्र अब जज गर्नु त्यो एजम्सन गर्नु भन्दा पनि होइन
रियालिटी चाहिँ मैले त्यही भएर भन्दैछु होइन। अब यो भनेको चाहिँ रियालिटी अफ एब्रोड भनौँ न, अनि त्यस पछाडि रियालिटी अफ फरेन कन्ट्री, अनि त्यस पछाडि अब भिडियोमा अब हुन्छ नि रमाइलो मात्र कुराहरू देखाइन्छ होइन। अब मान्छेले आफ्नो फोटो इभन हुन्छ नि आफ्नै फोटो मात्र त हाल्दा अब कसैले नराम्रो फोटो अपलोड गर्दैन होइन। जन भिडियोहरू गर्दा अब हुन्छ नि भिडियोहरू हाल्दाखेरि आफूले दुःख पाएको कसैले पुग्छ त पुग्दैन नि त, सबैलाई राम्रै देखाउनु छ होइन। त्यो कुरालाई चाहिँ अनि बुझ्नुपर्छ सबैजनाले। अनि त्यही हो अब मैले चाहिँ त्यही भन्नलाई मात्र अब यो भिडियो अहिले हुन्छ नि लास्टमा अब बनाएको एन्डिङ जस्तो पार्टमा चाहिँ त्यो कुराहरू पनि बुझिदिनु होला। न जस्ट कि अब भिडियोमा अब राम्रो कुरा देखाउँछु भन्नेमा अब मलाई मात्र रमाइलो पनि छैन। मलाई कति दुःख छ कति पीडा छ त्यो मेरो मनमा छ, मलाई थाहा छ होइन। त्यो म देखाउने पनि छुइनँ, त्यो देखाएर हिँड्नु मलाई मन पनि लाग्दैन। अनि तर मैले जस्ट भन्न खोजेको कि अब त्यही हेरेर मात्र जज गरेर होइन यसलाई यस्तो छ मोज छ भन्ने मलाई कतिले म्यासेज गर्छन् क्या। अनि मोज छ है साथी यता त्यता भन्छन्, मोज मात्र चाहिँ छैन साथी, त्यो पनि बुझ्नुपर्छ। गाइज अब त्यही हो, म जान्छु अनि घरमा के छ अब त्यही हेर्छु खान्छु, झ्याप्प सुत्दिने हो। ल बाई बाई गाइज, पिस आउट।